लाइभमा जोडिने सम्पूर्णलाई चाहिँ हार्दिक नमस्कार दिन चाहन्छु। ब्यास गाउँपालिका नम्बर 6 मा रहेको प्रसिद्ध धार्मिक स्थल एवं शक्तिपीठ नौला केदार मन्दिरमा लाग्ने कार्तिक शुक्ल दशमीका दिन लाग्ने हरिण जात्रामा रहेका छौँ। रातभरि हरिण जात्रा लाग्ने छ, रातभरि रातिकालीन जात्रा पनि लाग्ने छ र अहिले दिउँसो चाहिँ हरिण जात्रा सहित हाम्रो झाँकी सरौ नाच भइरहेको छ। अहिले तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो लोकमूलक संस्कृति एवं ब्यास गाउँपालिका नम्बर 6 मा रहेको शक्तिपीठ नौला केदार देवताको मन्दिरमा लाग्ने हरिण जात्रामा रहेका छौँ। लाइनमा जोडिने सम्पूर्णलाई चाहिँ म हरिण जात्रामा चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँहरू स्वदेशमा विदेशमा रहेर पनि हेर्न सक्नुहुन्छ। लाइभमा जोडिने सम्पूर्णले चाहिँ कृपया लाइक सेयर गरिदिनु हुन पनि अनुरोध गर्न चाहन्छु। हाम्रो हरिण जात्राको दृश्यहरू तपाईँहरू हेर्दै हुनुहुन्छ। सम्पूर्णलाई चाहिँ हार्दिक स्वागत। कृपया लाइभ सेयर गर्नु होला। हाम्रो हरिण जात्रा रहेको छ ब्यास गाउँपालिका नम्बर 6 मा लाग्ने हाम्रो लोकमूलक संस्कृति सहितको हरिण जात्रा हो। यो हरिण जात्रामा चाहिँ हामी रमाइरहेका छौँ। मौलिक संस्कृति, मौलिक गाना, मौलिक पहिरन सहित हाम्रो एकदमै शक्तिपीठ जुन नौला केदार देवता छ, नौला केदार देवताको मन्दिरमा लाग्ने कार्तिक शुक्ल दशमीका दिन लाग्ने र हाम्रो हरिण जात्रामा पालेका छौँ। अहिले हरिण जात्रामा पाल्नुहुने सम्पूर्ण भक्तजनहरूलाई नौला केदार देवताले रक्षा गरून् भन्न पनि चाहन्छौँ। सम्पूर्णको मनोकामना पूर्ण गरून् र अहिले जो जहाँबाट हेर्दै हुनुहुन्छ तपाईँ सम्पूर्णको पनि नौला केदार देवताले मनोकामना पूर्ण गरोस् भन्न चाहन्छु। कृपया लाइभमा जोडिने सम्पूर्णलाई चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु र लाइभ सेयर गरेर पनि सहयोग गरिदिन विनम्र अनुरोध गर्न चाहन्छु। हाम्रो शक्तिपीठ ब्यास गाउँपालिका नम्बर 6 मा रहेको प्रसिद्ध धार्मिक स्थल एवं शक्तिपीठ नौला केदार देवताको मन्दिरमा लाग्ने हरिण जात्रामा रहेका छौँ। मौलिक संस्कृति, मौलिक पहिरन, मौलिक झाँकी सहित मौलिक गानाहरू सहित हाम्रो महिला दिदीबहिनीहरू सजिएर चाहिँ गाइराख्नु भएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ हरिण हेर्न सक्नुहुन्छ। हरिण आउँदैछ। हरिण देख्न सक्नुहुन्छ। हरिण देख्न सक्नुहुन्छ तपाईँहरू। यो ब्यास गाउँपालिका वडा नम्बर 6 हो पुष्कर। हाम्रो ब्यास गाउँपालिका जुन सुदूरपश्चिमका सबैभन्दा टाढा रहेको विकट गाउँ जुन सदरमुकामदेखि धेरै टाढा रहेको छ। हरिण यता पानी छैन। हरिणी हेर्न सक्नुहुन्छ तपाईँहरूले। हाम्रो प्रसिद्ध धार्मिक स्थल जुन नौला केदार मन्दिर रहेको छ, नौला केदार मन्दिरमा रहेको छलो नाच हाम्रो आदरणीय दाइ लक्ष्मीराम टमाटाज्यूको तरवार नाच पनि देख्न सक्नुहुन्छ तपाईँहरू। भिडियोले काम गर्दै छैन, तैपनि म तपाईँहरूलाई देखाउने नै छु। हरिण देख्न सक्नुहुन्छ तपाईँ।
दिदी हुनुहुन्छ तिग्रामको। ब्यास गाउँपालिका नम्बर 6 मा रहेको प्रसिद्ध धार्मिक स्थल नौलाकेदार मन्दिरमा लाग्ने कार्तिक शुक्ल दशमीका दिन लाग्ने हरिण जात्रामा रहेका छौँ। तपाईहरु देख्न सक्नुहुन्छ हरिण जात्राको दृश्य। हाम्रो एकदमै शक्तिशाली शक्तिपीठ भन्नुपर्छ नौलाकेदार देवताको मन्दिरमा लाग्ने हरिण जात्रामा रहेका छौँ। तपाईहरु सम्पूर्ण लाइभमा जोडिने मानवहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु र लाइभ सेयर गर्न पनि अनुरोध गर्न चाहन्छु। तपाईहरुले चाहिँ हेर्न सक्नुहुन्छ स्वदेश तथा विदेशमा प्रत्यक्ष रूपमा यहाँ उपस्थित हुन नसक्नु भएर पनि तपाईहरुलाई लाइभ मार्फत सक्दो प्रयास गरिरहेका छौँ तपाईहरुलाई देखाउने। तपाईहरु स्वदेश तथा विदेशमा अथवा प्रत्यक्ष रूपमा वडा नम्बर 6 मा नभएर पनि बाहिर हुनुहुन्छ भने पनि तपाईहरु हरिण जात्रा देख्दै हुनुहुन्छ अहिले ब्यास गाउँपालिका नम्बर 6 मा। मौलिक संस्कृति, मौलिक पहिरन, मौलिक गीतहरू गाउँदै हुनुहुन्छ हाम्रो दिदी लक्ष्मी कुँवरज्यू। उहाँलाई चाहिँ भगवान नौलाकेदार देवताले सधैँ रक्षा गरून्, उहाँको मनोकामना पूर्ण होस् भन्न चाहन्छौँ। सम्पूर्ण भक्तजनहरूले चाहिँ नौलाकेदार देवताले सबको घरमा सुख शान्ति र समृद्धि छाओस्। हाम्रो इन्जिनियर साहब हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। हार्दिक स्वागत छ दाइ। तपाईँ टाढा भएर पनि हामीमा अहिले नभए पनि हामी काठमाडौँमा हुनुहुन्छ दाइ। तपाईँलाई सम्झिरहेको छु म, धेरै सम्झना छ बिपिन दाइ। तपाईँको अभाव खटिरहेको छ। धार्मिक स्थल एवं शक्तिपीठ नौलाकेदार देवताको मन्दिरमा लाग्ने कार्तिक शुक्ल दशमीका दिन लाग्ने हरिण जात्रामा रहेका छौँ। अहिले दिउँसोदेखि रातभरि हाम्रो रात्रिकालीन जात्रा पनि रहनेछ। मैले नेटवर्कले साथ दियो भने म तपाईँहरूलाई रात्रिकालीन पनि जात्रा देखाउने रहेछु। तपाईँहरू लाइभमा जोडिनु हुन पनि विनम्र अनुरोध गर्न चाहन्छु। हेर्नुहोस् कस्तो देखिरहेको छ, प्रतिक्रिया पनि दिन नभुल्नु होला। तपाईँहरूलाई अनुरोध गर्न चाहे मैले। हरिण देख्न सक्नुहुन्छ तपाईहरुले। हाम्रो हरिण देख्न सक्नुहुन्छ। यहाँका युवाहरूलाई सम्मान गर्नुपर्छ। हाम्रो कला संस्कृति र हाम्रो पौराणिक सम्पदाहरूको संरक्षण गर्न अहोरात्र खटिनु भएको छ। नौलाकेदार देवताले सबैको रक्षा गरून्। जो जहाँ हुनुहुन्छ, स्वदेश तथा विदेशमा हुनुहुन्छ, नौलाकेदार देवता फलोस् फुलोस् भन्न पनि चाहन्छौँ। नौलाकेदार देवता की जय। भिड रहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। नौलाकेदार देवताको हरिण जात्रा
भक्तजनहरू पाल्नु भएको छ। सम्पूर्ण भक्तजनहरूलाई चाहिँ नौलखेदार देवताले रक्षा गरून्। सबको घरमा सुख समृद्धि छ होस्, सबको घरमा चाहिँ समृद्धि छ होस् भन्न चाहन्छौँ। सबको घरमा नौलखेदार देवताको बास होस्। नौलखेदार भगवान्ले सबैको रक्षा गरून्। नौलखेदार देवता तपाईँहरू देख्न सक्नुहुन्छ नौलखेदार देवताको मन्दिर पनि हाम्रो यही रहेको छ। हामी नौलखेदार देवताको मन्दिरमा प्रवेश गर्दैछौँ। नौलखेदार देवताको मन्दिरमा लाग्ने हरिण जात्रा जुन कार्तिक शुक्ल दशमीका दिन लाग्छ। सबको रक्षा गरून्। नौलखेदार देवता सबको घरमा सबको हृदयमा बास होस् भन्न चाहन्छौँ। र स्वदेश तथा विदेशमा रहेर पनि तपाईँहरू हेर्न सक्नुहुन्छ हरिण जात्राको दृश्यहरू। जो जहाँ हुनुहुन्छ नौलखेदार देवता सबैको लागि फलन फुलन भन्न पनि चाहन्छौँ। हामी नौलखेदार देवताको मन्दिरमा प्रवेश गरिरहेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ नौलखेदार देवताको मन्दिरमा लाग्ने दिउँसोदेखि लाग्ने हरिण जात्रा रातभरि पनि जात्रा रहनेछ। रात्रिकालीन जात्रा पनि तपाईँहरूलाई म रात्रिकालीन जात्रा पनि देखाउने छु। सम्पूर्ण भक्तजनहरूको चाहिँ नौलखेदार देवताले सधैँ कल्याण गरून्, रक्षा गरून्। कृपया लाइभ सेयर गर्नुहोला। कृपया केही प्रतिक्रिया छ भने मेरो इनबक्समा पनि तपाईँहरू प्रतिक्रिया पठाउन सक्नुहुनेछ र कमेन्ट मार्फत पनि तपाईँहरू चाहिँ प्रतिक्रिया दिन सक्नुहुनेछ भन्न मन चाहन्छु। हाम्रो नौलखेदार देवताका हाम्रो बुद्धक बुवाहरू हुनुहुन्छ जुन कला संस्कृतिको संरक्षणको लागि अहोरात्र खटिनुहुन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ यता हाम्रो नौलखेदार देवताको धामी पुजारीजी हुनुहुन्छ। सम्पूर्णलाई चाहिँ नौलखेदार देवताले रक्षा गरून् भन्न चाहन्छौँ। सबको हृदयमा बास होस्। कार्तिक शुक्ल दशमीका दिन लाग्ने नौलखेदार देवताको मन्दिरमा लाग्ने हरिण जात्राको चाहिँ दृश्यहरू तपाईँहरूलाई देखिरहेका छौँ। लाइभमा जोडिने सम्पूर्ण मानवहरूलाई नौलखेदार देवताले रक्षा गरून् र सम्पूर्ण भक्तजनहरूको चाहिँ हृदयको मनोकामना पूर्ण होस्, हृदयमा बास होस् भन्न चाहन्छौँ। प्रत्यक्ष रूपमा ब्यास गाउँपालिका नम्बर 6 मा उपस्थित भएर पनि हरिण जात्रा हेर्न सक्नुहुन्न भने कृपया स्वदेश तथा विदेशमा रहेर या वडा नम्बर 6 भन्दा बाहिर रहेर पनि तपाईँ लाइभ मार्फत हरिण जात्रा देख्न सक्नुहुन्छ। एकदमै मौलिक संस्कृति, मौलिक कला, पौराणिक सम्पदाहरू र वडा नम्बर 6 मा रहेको प्रसिद्ध धार्मिक स्तम्भ एवं शक्तिपीठ मध्येको एक हो नौलखेदार देवता। आफैमा अपनम कला छ, आफैमा प्रशंसनीय छ। हेर्नुहोस् तपाईँहरू नौलखेदार देवताको मन्दिर देख्न सक्नुहुन्छ। रात्रिकालीन जात्रा पनि लाग्नेछ। दिउँसैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। करिब 1000-2000 सङ्ख्यामा चाहिँ भक्तजनहरू पाल्नु भएको छ। सम्पूर्ण भक्तजनहरूको चाहिँ नौलखेदार देवताले रक्षा गरून्। सबको मनोकामना पूर्ण होस्, सबको हृदयमा नौलखेदार देवताको बास होस् भन्न चाहन्छौँ। तपाईँ जहाँ कहीँ हुनुहुन्छ, कृपया स्वदेशमा हुनुहुन्छ या विदेशमा हुनुहुन्छ, तपाईँको पनि नौलखेदार देवताले सधैँ रक्षा गरून्। तपाईँको घरमा सुख शान्ति समृद्धि होस्। नौलखेदार देवता तपाईँको हृदयमा बास पाओस्। र तपाईँहरू कृपया लाइभ र सेयर गर्नुहोला। कृपया केही प्रतिक्रिया छ भने मेरो इनबक्समा पनि दिन सक्नुहुनेछ। म लाइभ मार्फत तपाईँहरूलाई देखाइरहेको छु हाम्रो हरिण जात्राको दृश्यहरू।
लाइभ सेयर गर्नु होला, बढीभन्दा बढी मान्छेहरूमा पुर्याउनु होला यहाँको कला, यहाँको संस्कृति, यहाँको पहिरन, यहाँको परम्परा, वेशभूषा र यहाँको हाम्रो पौराणिक सम्पदाहरू, यहाँका जुन प्रसिद्ध धार्मिक स्थल शक्तिपीठहरू रहेका छन्। यो शक्तिपीठमा लाग्ने रात्रिकालीन जात्रा पनि हो। हामी रातभरि यहाँहरू देउडा प्रतियोगिता हुनेछ, विभिन्न प्रकारका धार्मिक कार्यहरू हुनेछन्। उक्त धार्मिक कार्यहरू पनि म तपाईँहरूलाई लाइभ मार्फत देखाउनेछु। तपाईँहरू कहीँ नजानु होला, जहाँ कहीँ हुनुहुन्छ कृपया मेरो फेसबुक मार्फत पनि तपाईँहरू लाइभ हेर्न सक्नुहुनेछ। लाइभ गएको छ। हाम्रो वडा नम्बर 6 को वडा सचिवज्यू हुनुहुन्छ, तपाईँहरू देख्न सक्नुहुन्छ। वडा सचिवज्यूले पनि एकदमै खटिनु भएको छ वडा नम्बर 6 को लागि। उहाँलाई पनि हार्दिक स्वागत गर्न चाहन्छौँ र हाम्रो नौलखेदार देवताले सधैँ रक्षा गरून्। लाइभमा जोडिने सम्पूर्ण भक्तजनहरूलाई चाहिँ अहिले देखिएको छ। हजुर ब्यास गाउँपालिका वडा नम्बर 6 मा रहेको प्रसिद्ध धार्मिक स्थल जुन कार्तिक शुक्ल दशमीका दिन लाग्ने गर्दछ रात्रिकालीन जात्रा र हरिण जात्रा। दिउँसैदेखि विभिन्न झाँकी प्रदर्शन, सरौना र हरिण जात्रा हुन्छ। ल यति सम्पूर्ण भक्तजनहरूलाई चाहिँ हार्दिक स्वागत गर्न चाहन्छौँ र सम्पूर्ण भक्तजनहरूले चाहिँ जय हाम्रो नौलखेदार देवताले सधैँ रक्षा गरून् भन्न चाहन्छु। कार्तिक शुक्ल दशमीको दिन लाग्ने नौलखेदार मन्दिरमा रहेको प्रसिद्ध धार्मिक स्थल एवं शक्तिपीठमा चाहिँ रात्रिकालीन जात्रा र हरिण जात्रा लाग्ने गर्दछ। दिउँसोदेखि हरिण जात्रा हुन्छ भने रातमा चाहिँ पूजा हुनेछ यो उक्त मन्दिरमा। तपाईँहरू हरिण जात्रा देख्न सक्नुहुनेछ, हेर्न सक्नुहुन्छ। हरिण हेर्न सक्नुहुन्छ
लाइभ सेयर गर्न सक्नुहुन्छ सम्पूर्णले। हाम्रो नौलखा देवताको मन्दिरमा लाग्ने रथगाडी लाइभमा जोडिनु हुने सम्पूर्ण भक्तजनलाई हार्दिक स्वागत गर्न चाहन्छु। कृपया लाइभ सेयर गरिदिनु हुन पनि अनुरोध गर्न चाहन्छु। हाम्रो नौलखा देवताको मन्दिर यही हो। यहाँ हजारौँको सङ्ख्यामा भिड लागेको छ। भक्तजनहरू तपाईँहरू जतिमा सक्नुहुन्छ